आइसिसी मेन्स टी20 एसिया एन्ड इस्ट एसिया पेसिफिक क्वालिफायर 2025 मा अपराजित रहँदै सनसनीपूर्ण जित निकाल्दै शानदार लयमा देखिएको नेपाली क्रिकेट टिमको अर्को च्यालेन्ज आइसिसी मेन्स क्रिकेट वर्ल्ड कप लिग 2 को रहेको छ, जहाँ नेपाल निकै नै दयनीय अवस्थामा छ, जहाँबाट उत्रिन कठिन नै देखिन्छ। आइसिसी क्रिकेट वर्ल्ड कप 2027 को पाथवे प्लस नेपालको ओडिआई स्ट्याटस सेभिङ गर्ने च्यालेन्ज रहेकाले यो सिरिज निकै नै इम्पोर्टेन्ट रहेको छ। सिधै ओडिआई स्ट्याटस सेभ गर्न र वर्ल्ड कप क्वालिफायर 2027 मा इन्ट्री हुन टप 4 मा पर्नुपर्ने हुन्छ। अलिकति गाह्रो नै देखिन्छ तर इम्पोसिबल भने छैन। लिगको आधी गेम खेलिसकेको नेपालले अब अरू टिमको भर पर्दै प्लस आफ्नो पनि गेम जित्दै जानुको विकल्प छैन। नेपालले अहिलेसम्म 4 वटा लिग 2 सिरिज खेलिसकेको छ। नेपाल, नामिबिया, नेदरल्यान्ड होम टियुमा, क्यानाडा ओपन नेपाल क्यानाडामा, युएसए नेपाल स्कटल्यान्ड युएसएमा, नेपाल स्कटल्यान्ड नेदरल्यान्ड स्कटल्यान्डमा। होम कन्डिसनमा एक म्याच मात्र जितेको नेपाल क्यानेडियन कन्डिसनमा एक म्याच पनि जित्न सक्दैन र युएसएमा एक म्याच मात्र जित्छ अनि लास्ट टाइम 3 वटा सिरिज एकदमै नराम्रो गएको नेपालको लास्टवाला सिरिज युरोपियन कन्डिसन स्कटल्यान्डमा भने नसोचेको 3 म्याच जित्छ। 15 फेब्रुअरी 2024 मा टियु इन्टरनेसनल ग्राउन्डमा नेपालले सुरु गरेको यो टुर्नामेन्ट पहिलो म्याच नै नामिबियासँग हारेको थियो। होम ग्राउन्डमा भएको 4 वटा म्याचमा एटलिस्ट 3 वटा मात्र जितेको भए अहिलेको लिग 2 को टेबल अर्कै हुन सक्थ्यो। जितेपछिको कन्फिडेन्स छुट्टै हुन्थ्यो तर त्यस्तो भएन। नेपाल हार्नुको मेन रिजन भनेको टस पनि एउटा रिजन हो। टस हारेर फर्स्ट ब्याटिङ गर्दा नै नेपालले होमको 3 वटै म्याच हारेको छ। हामी सबैलाई थाहा छ टियुमा फ्लड लाइट छैन। 50 ओभरको गेम खेल्नलाई बिहानैदेखि म्याच स्टार्ट गर्नुपर्छ। बिहानको कन्डिसन टफ नै हुन्छ टियुमा ब्याटिङको लागि। फ्लड लाइट बल्ने भएपछि गेम नाइटसम्म लम्ब्याएर केही लेट स्टार्ट गर्न सकिन्छ। यो त गयो पास्टको कुरा। अब युएको कन्डिसन कस्तो छ त? ब्याटिङ बलिङ ओभरअल त्यसको कुरा गरौँ। आइसिसी एकाडेमीको ग्राउन्ड दुबईमा नेपालले युएईसँग 2 वटा म्याच र युएसएसँगको 1 वटा म्याच यही ग्राउन्डमा खेल्नेछ। अर्को म्याच दुबई इन्टरनेसनल ग्राउन्डमा खेल्नेछ। यो ग्राउन्डमा नेपालले लास्ट टाइम 2019 मा नेपाल टुर अफ युएई गरेको थियो र 3 वटा म्याच खेलेको थियो, जसमा हजुरहरूलाई थाहा नै होला पारस खड्काको वान एन्ड अन्ली सेन्चुरी आउटसाइड अफ नेपाल यही ग्राउन्डमा लगाएका थिए र नेपालले वान डे इन्टरनेसनलमा सेकेन्ड ओडिआई सिरिज पनि जितेको थियो। त्यसमा फास्ट बलरहरूलाई नै हेल्प गरेको देखिन्छ। नन्दन सोमपाल करणको पेसले युएईको ब्याट्सम्यानलाई पक्कै गाह्रो बनाउनेछ। सो ग्राउन्डको कुरा गर्दा 2022 पछि खासै ओडिआई म्याचहरू खेलिएको छैन। सो विकेट कस्तो होला भन्ने कुरा चाहिँ गेम पछि नै थाहा हुने कुरा भयो। टी20 को कुरा गर्दा लास्ट टाइम 2024 मा गल्फ टी20 टुर्नामेन्ट खेलेको थियो। के लाग्छ हजुरहरूलाई नेपालले 4 वटामा कतिवटा म्याच जित्ला त? आफ्नो विचार कमेन्ट गर्नुहोला। हस् त, भिडियो हेरिदिनु भएकोमा धन्यवाद। च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक, सेयर र सब्स्क्राइब गरिदिनु होला।